के विषयमा कुरा गर्न चाहन्छु भन्दाखेरि लोक सेवा आयोगमा कसरी उत्तीर्ण हुने है, यो प्रश्नको कुरा गर्न चाहन्छु। खास हाम्रो नेपालमा चाहिँ हैन सरकारी त्यसपछि अर्धसरकारी संस्था, यसले चाहिँ संस्था नि पर्यो, संगठन हैन, त्यसपछि सुरक्षा निकायमा लोकसेवाले चाहिँ इक्जाम लिन्छ। लोक सेवाले अब कुनैमा लिखित प्लस र अन्तर्वार्ता अन्तर्वार्ता लिन्छ। कुनैमा चाहिँ लिखित मात्र हुन्छ। अब यसको कसरी पास गर्ने त? पास चाहिँ कसरी गर्ने भन्ने कुरा चाहिँ हेरौँ। आज त्यसको बारेमा म भन्न चाहन्छु। जुनसुकै संस्थाको परीक्षा भए पनि के गर्नुपर्छ त हैन? ध्यान दिनुपर्ने कुराहरू अब त्यो विषयको हाम्रो जुन पद हुन्छ नि, जुन पद छ त्यसको चाहिँ के गर्ने, सिलेबस चाहिँ हामीले पहिला सुरु डाउनलोड प्रिन्ट गर्नु पर्यो है। त्यसपछि हरेक टपिकको के हुनु पर्यो त? कन्सेप्ट चाहिँ एकदमै क्लियर हुनु पर्यो, एकदमै सरल भाषामा अरु कसैलाई बुझाउने हुन सक्ने हुन पर्यो। एउटा पोइन्ट यो भयो है। त्यसपछि दोस्रो पोइन्ट त्यही सिलेबसका आधारमा है। सिलेबस चाहिँ हाम्रो गाइडेन्स, सिलेबस चाहिँ हाम्रो के हो त? यो गुरु हो सिलेबस। दोस्रो नम्बरमा कन्सेप्ट क्लियर भएपछि डेफिनेसन राम्रोसँग लेख्न सक्ने हुनु पर्यो। डेफिनेसन, प्रश्नको डेफिनेसन चाहिँ लेख्ने हुन सक्न पर्यो है। अब तेस्रो नम्बर, त्यसपछि हामीलाई के हुन पर्यो त? कन्सेप्ट पनि हाम्रो चाहिँ इन्ट्रोडक्सन पनि भयो, पहिला कन्सेप्टै भयो टपिकको हैन। जस्तो नेपालको संविधान भन्यो भने संविधान भनेको के हो हैन भन्ने कुरो चाहिँ पहिला सुरु संविधान भनेको कुरो के हो भन्ने कुरो कन्सेप्ट थाहा हुनु पर्यो के। नेपालको मतलब हैन कि जहाँको सुकै संविधान भयो जे सुकै भए पनि के हो त भन्ने कुरो चाहिँ पहिला सुरु थाहा हुनु पर्यो। त्यसपछि यसको डेफिनेसन लेख्न सक्नु पर्यो हैन। अब डेफिनेसन लेखिसकेपछि अब तपाईलाई चाहिँ क्वेशन कसरी सोध्छ भन्दाखेरि अब यसको विशेषता सोध्छ, विशेषता हैन। यसको विशेषता सोध्छ तपाईलाई। विशेषताको बारेमा ध्यान दिनु पर्यो। संविधानको विशेषता के छ त? नेपालको संविधानको विशेषता पूर्ण प्रेस स्वतन्त्रता
पूर्ण प्रेस स्वतन्त्रता हैन। त्यसपछि के छ निर्वाचन छ, निर्वाचन हैन के भन्छ आवधिक निर्वाचन भन्छ। अझ यो आवधिक भन्ने शब्द पनि मिनिङफुल छ है। आवधिक भनेको यति ड्युरेसन पछि चाहिँ हुने निर्वाचनलाई चाहिँ अब हामीले आवधिक निर्वाचन भन्ने। त्यसपछि के भन्छ त समावेशी मुलुक। हाम्रो देश चाहिँ समावेशी हैन, समावेशी चाहिँ हुने भनेछ है। राज्य चाहिँ राज्यको निकायहरू समावेशी हुने भनेछ। यसरी चाहिँ यसको विशेषताहरू चाहिँ सबै कुराहरू चाहिँ थाहा हुनु पर्यो। अब त्यसपछि एनालाइटिकल क्वेसन हुन्छ क्या तपाईलाई। अब 4 नम्बरमा चाहिँ कसरी लेख्ने त सबै कुरा थाहा तपाईलाई कसैलाई पनि हुँदैन। सबै कुरा त क्वेसन बनाउनलाई पनि थाहा हुँदैन, राष्ट्रपतिलाई पनि थाहा हुँदैन, प्रधानमन्त्री लोकसभाको अध्यक्षलाई पनि थाहा हुँदैन सबै कुरा त। तपाईले चाहिँ के चाहिँ गर्न पर्यो त भन्दाखेरि चाहिँ यहाँ सुरुमा क्वेसन लेख्नु भन्दा अगाडि उत्तर लेख्नु भन्दा अगाडि रफ भनेर अलिअलि खेसरा गर्ने के। जस्तो नेपालको संविधान अहिले हामीले गरियो नि प्रेस स्वतन्त्रता अलि सामान्य। त्यसपछि यहाँ निर्वाचन हैन, अनि त्यसपछि चाहिँ यहाँ अलिकति खेसरा गर्ने के अलिअलि, अनि त्यसपछि बल्ल उत्तर लेख्न थाल्ने। यति भएपछि तपाईलाई के भयो भन्दाखेरि जस्तो 5 नम्बरको क्वेसन छ भने 30 सेकेन्ड जति हैन 0.30 मिनेट जति चाहिँ तपाईले चाहिँ यो रफ गराउन चाहिँ प्रयत्न गर्ने है। रफ गराएर प्रयत्न गरेर उत्तर लेख्दाखेरि तपाईको के चाहिँ फाइदा हुन्छ भन्दाखेरि चाहिँ अर्डर मिल्छ क्या। जस्तो अर्डर मिल्ने भनेको कस्तो हो भन्दाखेरि चाहिँ जस्तो हाम्रो सिस्टम भनेर हामीले पढिन्थ्यो नि पहिला, पाचन प्रक्रिया के हैन, पाचन प्रक्रिया भनेर हामीले पढिन्थ्यो नि। जस्तो हामीले खाना खाइन्छ मुखबाट, त्यसपछि नली हुँदै हैन अमाशयमा पुग्छ स्टोमक भन्थ्यौँ नि। त्यसपछि सानो आन्द्रा पेनक्रियाज हैन, सानो आन्द्रा हुँदै ठुलो आन्द्रामा हैन गएर चाहिँ हाम्रो चाहिँ यहाँबाट निस्किन्छ भन्ने कुरा हामीले यसरी पढिन्थ्यो हो। यस्तै तरिकाले चाहिँ तपाईले रफ गर्नुभयो भने तपाईलाई समय पनि राम्रो युटिलाइज हुन्छ र लेखेको पनि आफसे आफ राम्रो हुन्छ क्या। लेखेको पनि एकदमै राम्रो हुन्छ। तपाईलाई थाहै नपाइकिन यो लेखाइ चाहिँ सुधार भएको तपाईले महसुसै नगरिकिन तपाईले थाहा पाउनुहुन्छ। र अन्तिममा के चाहिँ हो भन्दाखेरि चाहिँ तपाईले पढ्न त सबै पढेकै हुन्छ हैन, तर तपाईले एउटा कुरा चाहिँ के चाहिँ ख्याल गर्नु पर्यो भन्दाखेरि भोलि मैले यो जागिर खाइसकेपछि हैन, भोलि मैले यो जागिर यो पदमा नाम निकालेर जागिर खाइसकेपछि तपाईँ आज सोच्नु कि तपाईँले यसको नाम निस्केर जागिर खान थाल्नु सक्नु है। नाम निस्किसकेपछि भोलि मैले यो काम यो जाँच मैले किन दिएर यत्रो दुःख गरेर रहेछु भन्ने कुरो चाहिँ तपाईँ यो जाँच दिन ठुलो कुरो होइन क्या। तपाईँ यो पदमा गएर काम गर्न पनि पर्ने हुन्छ क्या। हेर्नु पदमा गएर काम गर्नु पनि पर्ने हुन्छ, गर्नुपर्ने अनुसारको प्रश्नहरू हुन्छन् है हुन्छन्। अब तपाईले मानौ आज तपाईले चाहिँ घोकेर पास गर्नुभयो अथवा चाहिँ बुझि नबुझिकन तपाईँ पास हुनुभयो, भोलि त तपाईँ यही पदमा गएर काम गर्नुपर्ने हुन्छ नि। तपाईलाई त त्यो पदले त यतिको नलेज तपाईले खोजेको हुन्छ क्या। हेर्नु त्यो कुराको लागि चाहिँ तपाईँ प्रिपेयर हुने हो कि खास यो इक्जाम भनेको। यो तपाईँको यो लोकसेवा इक्जाम लिने यस्तो भन्ने एउटा जस्ट फर्मालिटी मात्रै हो। तपाईँ त भोलि तपाईँको त काम भनेको त गएर काम गर्ने हो नि त। यहाँ गएर तपाईँ त डेस्कमा बसेर अथवा पदअनुसारको भनौँ न, कतै सुरक्षा निकायको छ भने गोली हान्ने अथवा चाहिँ भिड नियन्त्रण गर्ने हैन। त्यसपछि यदि तपाईँ चाहिँ सिभिल इन्जिनियर हो भने बाटो बनाउने यस्तो काम गर्ने हो नि त। तपाईँ त लोकसेवा इक्जाम दिने भनेको त जस्ट एउटा प्रक्रिया मात्रै हो। तपाईँ त्यसको काम गर्नको लागि चाहिँ कतिको तयारी हुनुहुन्छ त नि।
भन्ने कुरा चाहिँ त्यो मेन्टल कुरा हो क्या। हेर्नु, मेन्टल जाँच हो यो चाहिँ है। यति कुरा तपाईँले आफैले इक्जाम दिनुभन्दा अगाडि नै म कतिको तयारी छु त यो काम गर्नको लागि भन्ने कुराको लागि चाहिँ तपाईँ आफै चाहिँ म सक्षम छु भन्ने तपाईँलाई लागेको छ भने तपाईँको नाम निस्क्यो, तपाईँको नाम 100% निस्क्यो क्या। तपाईँको नाम यहाँ स्वर्ण अक्षरमा लेखिएको हुन्छ। यदि तपाईँ प्रिपेयर हुनुहुन्न भने तपाईँको तयारी पनि पुगेको हुँदैन, तपाईँको कन्फिडेन्स पनि देखिँदैन, यो लेखाइमा केही पनि देखिँदैन, अनि तपाईँको नाम निस्किँदैन है। त्यही भएर तपाईँले के सोच्नु भन्दा आज नाम निकाल्नुभन्दा अगाडि पनि तपाईँले भोलि गएर के काम गर्ने हो भन्ने कुराहरू चाहिँ तपाईँले बुझ्नुभएको छ भने तपाईँको नाम आफसे आफ यो मेन्टल, तपाईँको मेन्टल दिमागले यसलाई तपाईँलाई सोझै पुर्याइदिन्छ कि तपाईँको दिमागलाई त्यसरी ट्रेन गरिदिन्छ। यो भोलि मैले यो काम गर्न छ, मैले त्यो काम गर्नको लागि यति कुराहरू जान्नुपर्ने छ भन्ने कुराहरू त्यो सिलेबसले दिएको हुन्छ होइन। यति कामहरू चाहिँ गर्नुपर्ने छ भन्ने कुराहरू तपाईँलाई ज्ञान भएपछि तपाईँले यो लोकसेवाको त के जस्तो सुकै इक्जाम भए पनि तपाईँले एकै पटकमा नाम निकाल्न सक्नुहुन्छ।